सोच्नुस् त, आजकाल सूर्य डुब्ने बित्तिकै हामी एउटा स्विच थिच्छौं, कोठा झिलिमिली हुन्छ, हामीले यसको बारेमा खासै सोचेका पनि हुँदैनौं, तर मानव इतिहासको लगभग 99.9% समय यस्तो कुनै स्विच थिएन। सूर्य अस्ताएपछि संसार अँध्यारो हुन्थ्यो। आज हामीलाई यो कृत्रिम उज्यालो जति सामान्य लाग्छ, हाम्रा पुर्खाहरूका लागि यो त्यति नै अनौठो र अकल्पनीय थियो। के कहिल्यै यस्तो भएको छ मध्यरातमा एक्कासी आँखा खुल्छ अनि फेरि निदाउनै गाह्रो हुन्छ? धेरैका लागि यो एउटा चिन्ताको विषय बन्छ। मनमा कुरा खेल्न थाल्छ, मलाई किन निन्द्रा नलागेको होला? के मलाई केही समस्या भयो? तर एकछिन सोच्नुस् त, के होला यदि यो समस्या नै होइन भने? कल्पना गर्नुस् त, हामीले आज जसलाई अनिद्रा वा इन्सोम्निया भनेर एउटा रोगको रूपमा हेर्छौं, त्यो वास्तवमा हाम्रो शरीरको एउटा पुरानो प्राकृतिक लय पो थियो कि? यो कुनै बिग्रेर ठिक पार्नुपर्ने कुरा होइन, बरु मानव हुनुको एउटा विशेषता थियो जुन हामीले समयसँगै बिर्स्यौं। अब ऐतिहासिक प्रमाणहरूले के देखाउँछ भने हाम्रा पुर्खाहरू हामीभन्दा एकदमै फरक तरिकाले सुत्ने गर्थे। उनीहरूको निन्द्राको एउटा पूरै दबिएको विगत छ, जसलाई हामी आज फेरि खोतल्दैछौं। र यो कुनै अनुमान मात्रै होइन है। इतिहासकार रोजर ई कर्चले 16 वर्ष लगाएर पुरानो अभिलेखहरू खोज्दा 500 भन्दा बढी यस्ता प्रमाणहरू फेला पारेका थिए। 14औं शताब्दीका प्रार्थना पुस्तकहरूदेखि लिएर व्यक्तिगत डायरी, अदालती रेकर्ड र मेडिकल किताबहरूमा समेत एउटै कुराको उल्लेख थियो: पहिलो निन्द्रा र दोस्रो निन्द्रा। त्यसो भए यो ऐतिहासिक निन्द्राको ढाँचालाई 2 चरणको निन्द्रा वा बाइफेजिक स्लिप भनिन्छ। यसमा हुन्थ्यो के भने मानिसहरू साँझ परेपछि सुत्थे, करिब 4 घण्टापछि बिउझन्थे अनि 1-2 घण्टा जागा बसेर फेरि बिहानसम्म सुत्थे, र यो एकदमै सामान्य थियो। यसलाई कसैले पनि अनिद्रा भन्दैनथ्यो। ल, अब सबैभन्दा महत्त्वपूर्ण कुरा आउँछ। हाम्रा पुर्खाहरूले त्यो मध्यरातमा बिउजेर गर्थे के त? यो समय त्यसै खर जाने समय थिएन, बरु यो त रचनात्मकता र गहिरो सोचाइको लागि एउटा सुनौलो अवसर थियो। उदाहरणको लागि 16औं शताब्दीको एउटा डाक्टरको म्यानुअलमा के लेखिएको थियो भने अध्ययन र मनन गर्ने सबैभन्दा राम्रो समय नै यही पहरा वा वाच हो, अर्थात् पहिलो र दोस्रो निन्द्राको बीचको त्यो शान्त समय। त्यो बेला मानिसहरू विभिन्न काम गर्थे। कोही छिमेकीलाई भेट्न जान्थे, कोही भर्खरै देखेको सपनाको अर्थ खोज्थे, पत्र वा डायरी लेख्थे, वा कोही चाहिँ अँध्यारोमा पल्टेर आफ्नो जीवनबारे सोच्थे। यो सामाजिक सम्बन्ध, आत्मविश्लेषण र सृजनाशीलताको लागि एउटा बेग्लै समय थियो। अचम्मको कुरा त के छ भने आजको विज्ञानले पनि यो कुरालाई समर्थन गर्छ। मनोचिकित्सक थोमस वेयरले गरेको एउटा प्रयोगले के देखायो भने त्यो बिउज्ने समयमा हाम्रो मस्तिष्कले प्रोल्याक्टिन भन्ने हर्मोन धेरै उत्पादन गर्छ। यो त्यही हर्मोन हो जुन गहिरो ध्यान गर्दा वा आरामको अवस्थामा निस्कन्छ। भनेपछि यो निन्द्राको बीचको खाली समय मात्र थिएन, यो त चेतनाको एक फरक र एकदमै शान्त अवस्था थियो। त्यसो भए यस्तो प्राकृतिक लय आखिर हरायो कसरी त? कुन त्यस्तो मोड आयो जसले हाम्रो जीवनबाट यो निन्द्राको ढाँचालाई नै मेटाइदियो? यसको उत्तर हामीले सोचेभन्दा धेरै सरल छ। यो टाइमलाइन हेरौँ त, यसले कसरी सबै कुरा बदलियो भनेर देखाउँछ। 16औं शताब्दीमा सडक बत्ती, त्यसपछि ग्यास बत्ती र अन्तमा 1879मा एडिसनको बिजुली बत्तीले रातलाई सधैँका लागि परिवर्तन गरिदियो। केही पुस्ताभित्रै मान्छेले 3 लाख वर्षदेखि चिनेको अँध्यारो रात हरायो। एउटा रमाइलो भाषिक कुरा हेरौँ। कर्फ्यू शब्द फ्रेन्च भाषाको कुव्र-फेबाट आएको हो, जसको मतलब हुन्छ आगो छोप्नु। पुरानो सहरहरूमा राति एउटा घण्टी बज्थ्यो जसले सबैलाई आफ्नो घरको आगो निभाउन सङ्केत गर्थ्यो। रात भनेको अँध्यारो हुनुपर्छ भन्ने विचार समाजमा कति गहिरोसँग बसेको थियो भन्ने कुरा यसले देखाउँछ। ल, यो सब इतिहासको कुरा भयो, तर आज हामीलाई यसले के फरक पार्छ त? सत्य के हो भने हाम्रो शरीरले त्यो पुरानो लय अझै पनि सम्झिरहेको छ। आधुनिक प्रविधिले हाम्रो पुरानो जैविक प्रोग्रामिङलाई कसरी बिगार्छ भन्ने कुरा यहाँ छ। कृत्रिम उज्यालो, खास गरी फोन र ल्यापटपबाट आउने निलो प्रकाशले मेलाटोनिन भन्ने निन्द्रा लगाउने हर्मोनको उत्पादनलाई रोकिदिन्छ। जब राति 11 बजे हाम्रो आँखामा उज्यालो पर्छ, हाम्रो दिमागले सोच्छ कि यो त दिनको समय हो। यो साधारण चार्टले कृत्रिम प्रकाश र प्राकृतिक अँध्यारोले हाम्रो निन्द्राको हर्मोनमा कति ठूलो असर पार्छ भनेर छर्लङ्ग देखाउँछ।
कृत्रिम प्रकाश नहुँदा शरीरले सूर्यास्तसँगै मेलाटोनिन उत्पादन गर्न थाल्छ। तर स्क्रिनको उज्यालोमा यो प्रक्रिया घण्टौँसम्म ढिलो हुन सक्छ। अन्ततः हामीले गुमाएको कुरा यही हो। हामीले पहिलो र दोस्रो निन्द्राको बीचको त्यो शान्त, चिन्तनशील र रचनात्मक अवस्थालाई एउटा बत्तीको स्विचसँग साट्यौं, त्यो पनि हामीलाई पत्तै नभइकन। त्यसैले अब अर्को पटक जब राति 2 बजे निन्द्रा खुल्छ, चिन्ता लिनुको सट्टा एकपटक यो प्रश्न सोच्नुहोला, के यो साँच्चै अनिन्द्रा हो वा लाखौं वर्षको विकासपछि बनेको हाम्रो शरीरले आफ्नो प्राकृतिक बिर्सेको लयलाई सम्झिने प्रयास गरिरहेको छ?